के बिलिबिलीले अमेरिकाको युट्युबलाई हराउन वा विस्थापित गर्न सक्छ? सन् 2026 मा बिलिबिलीले एउटा यस्तो कदम चालेको छ जसले पुरा विश्वको ध्यान तानिरहेको छ। उसले आफ्नो एप अब चाइना भन्दा बाहिर पनि कन्टेन्ट क्रिएटरहरू र दर्शकहरूका लागि विश्वव्यापी रूपमा विस्तार गर्दैछ। एन्ड्रोइडबाट सुरु भइसकेको छ, iOS मा पनि यो आउँदैछ र यसको इंग्लिश वेबसाइट पनि बन्दैछ। चीनको यो डिजिटल मोडललाई यसरी बुझ्न सकिन्छ। सामान्यतया धेरै जस्तो देशहरूमा इन्टरनेटलाई एउटा खुला संसारको रूपमा मानिन्छ, जहाँ जुनसुकै देशको एप्लिकेसन वा प्लेटफर्म सहजै छिर्न पाउँछ। तर चीनले इन्टरनेटलाई त्यसरी हेरेन। चीनले स्पष्ट रूपमा भन्यो, हाम्रो देशमा इन्टरनेट कसरी चल्छ त्यसको नियम हाम्रै हुनेछ। चीनिया सरकारले आफ्नो कडा डिजिटल नियम र डाटा पोलिसी लागू गर्यो जब युट्युब, फेसबुक र गुगल जस्ता विश्वको ठूला टेक कम्पनीहरूको पपुलर एपहरूले ती नियमहरू स्वीकार गरेनन् अनि उनीहरू चिनियाको बजारबाट बाहिरिए। तर यसले गर्दा चीनका प्रयोगकर्ताहरूलाई केही फरक परेन। विदेशी एपहरू बन्द हुनासाथ चीनका आफ्नै टेक कम्पनीहरूले ती ठाउँ ओगट्न थाले। स्थानीय युजरहरू आए, चिनिया क्रिएटरहरू जन्मिए र बजारको अरबौं रुपियाँ देशभित्रै घुम्न थाल्यो। त्यसको परिणामस्वरूप केही वर्षभित्रै चीनभित्र आफ्नो विशाल डिजिटल साम्राज्य खडा भयो र बिलिबिली त्यही चिनिया टेक क्रान्तिको एउटा सबैभन्दा सफल र बलियो उदाहरण हो। सन् 2025 मा बिलिबिलीको कुल आम्दानी 30.35 बिलियन अर्थात् 3035 करोड चिनिया युवान पुग्यो र सबैभन्दा महत्त्वपूर्ण कम्पनीले 1.19 बिलियन युएन खुद प्रफिट कमाउँदै आफ्नो इतिहासमै पहिलो पटक नाफामा जान सफल भयो। यो तथ्याङ्कले एउटा कुरा प्रश्न पार्छ, बिलिबिली अब एउटा निश्चित समूह वा निश कम्युनिटीमा मात्र सीमित छैन। यो व्यावसायिक रूपमा आत्मनिर्भर र नाफा कमाउने विशाल क्रिएटर इकोनोमीमा रूपान्तरण भइसकेको छ। यहाँ हामीले स्पष्ट रूपमा बुझ्नुपर्छ, बिलिबिली विश्व बजारमा आउने र उसले अमेरिकाको युट्युबलाई जित्नु दुई बिल्कुलै फरक कुरा हो। अमेरिकाको युट्युब केवल एउटा भिडियो एप मात्र होइन, यो विगत 20 वर्षदेखि संसारभरि फैलिएको एउटा विशाल भिडियो सञ्जाल हो। युट्युबसँग अरबौं भिडियोहरूको भण्डार छ। उसले पछिल्लो 4 वर्षमा मात्रै आफ्नो युट्युब पार्टनर प्रोग्राम मार्फत भिडियो बनाउने क्रिएटरहरूलाई, मिडिया कम्पनीहरूलाई $1 खर्ब यानि कि 100 बिलियन अमेरिकी डलर भन्दा बढी रकम विज्ञापन र विभिन्न सुविधाबाट बाँडिसकेको छ। तपाईको विचारमा के बिलिबिलीले युट्युबको एकछत्र राजलाई चुनौती दिँदै अनलाइन भिडियो कन्टेन्ट क्रिएटरहरूलाई नयाँ विकल्प दिन सक्ला? आफ्नो विचार तल कमेन्ट बक्समा अवश्य राख्नुहोला। विश्व राजनीति र डिजिटल अर्थतन्त्रको विषयलाई सिम्पल तरिकाले बुझ्नका लागि विकास एक्सप्लेनलाई सब्स्क्राइब गर्नुहोस्। धेरै धेरै धन्यवाद।